म तपाईहरुको बीचमा आएको छु र पार्टी अध्यक्षका तर्फबाट समेत तपाईहरुको यो तेस्रो राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यो संगठनको जन्मका बेला पनि म आफै उपस्थित थिएँ र तपाईहरुको यो तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा पनि प्रमुख अतिथिका रूपमा तपाईहरुका बीचमा आएर केही कुराहरू राख्ने अवसर मिलेको छ। यसका लागि म तपाईहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। वास्तवमा अपाङ्गताको क्षेत्रमा रहनुभएका तपाईहरु विगतमा अपाङ्गता समाजले कसरी हेर्दथ्यो र आज त्यसमा कुन प्रकारको बदलाव आएको छ भन्ने कुरा स्वयं तपाईहरु आफैले प्रत्यक्ष रूपमा अनुभूति गर्नुभएको छ भन्ने मलाई लाग्दछ। पहिले अपाङ्गताको क्षेत्र पारिवारिक र सामाजिक बोझका रूपमा लिने अवस्था थियो भने अब अपाङ्गता भएका नागरिकहरू पनि अन्य नागरिक सरह भूमिका खेल्न सक्दछन् भन्ने विश्वास र मान्यता समाजमा क्रमशः स्थापित हुँदै गएको छ। यसमा स्वाभाविक रूपमा तपाईहरुको आफ्नो मेहनतले संघर्षले यो एउटा सामाजिक मान्यता स्थापित गर्न तपाईहरु सफल हुनुभएको छ र त्यो सफलताका लागि म तपाईहरु सबैलाई हृदयदेखि नै बधाई भन्न चाहन्छु। यद्यपि अहिले पनि अप्ठ्याराहरू छन्। बेला बखत तपाईहरु विभिन्न विषयमा पार्टीको ध्यान आकर्षण गराउने गर्नुहुन्छ। खास गरी हाम्रा संरचनाहरू अपाङ्ग मैत्री भएनन्, सडकमा अपाङ्गताका लागि हिटुल गर्नका लागि अनुकूल वातावरण भएन, हाम्रा संरचनाहरू अपाङ्गता मैत्री बन्न सकेनन् भन्ने अर्थमा तपाईहरुले बताउने गर्नुहुन्छ र राज्यका तर्फबाट नयाँ बन्ने सार्वजनिक भवनको संहिताभित्र चाहिँ तपाईहरुका सुझावहरूलाई सामेल गरिकन अब बन्ने संरचनाहरूमा ती सबै पक्षहरूलाई ध्यान दिनुपर्दछ भन्ने मान्यताका आधारमा राज्यले काम गर्न सुरु गरेको पनि छ। यद्यपि पुराना संरचनाहरूलाई सुधार गर्ने कुरा अलिक कठिन कार्य हुने गर्दछ। त्यस प्रकारको समस्या स्वाभाविक रूपमा तपाईहरुले बेहोरी राख्नु भएको छ भन्ने मलाई लाग्दछ र म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। अब हामी हाम्रो आफ्नै पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन गइरहेका छौं र त्यो पार्टीको केन्द्रीय कार्यालय भवन पूर्णतः अपाङ्गता मैत्री भवन रहनेछ भन्ने कुरा नयाँ बनाउनुको लाभ भनेको चाहिँ सबै कुराहरूलाई सोचेर बनाउन सकिन्छ। त्यस अर्थमा अब हामीले बनाउने संरचनामा त्यो कुरालाई ध्यानमा राखेर बनाउनु पर्दछ भन्ने मान्यतामा रहेको कुरा पनि म तपाईहरुका बीचमा राख्न चाहन्छु। हाम्रो नेपालमा सरकारी आँकडाका हिसाबले भन्दै भने झन्डै 2% भन्दा बढी अपाङ्गता भएका नागरिकहरू रहेको तथ्याङ्क रहेको छ। यद्यपि तपाईहरुले सबै अपाङ्गता भएका नागरिकहरू सरकारी आँकडामा जोडिन सकेका छैनन् भन्ने कुरा गर्नुभएको छ, तर पनि जोडिने संख्या पनि पर्याप्त छ। 2% भन्दा माथिको संख्या भनेको झन्डै 6 लाखको हाराहारीको संख्या अपाङ्गता भएका नागरिकहरूको संख्या रहेको छ। यो देशको एउटा ठूलो जनशक्ति हो। त्यसलाई राष्ट्र निर्माणको काममा कसरी जोड्न सकिन्छ भन्ने कुरा स्वाभाविक रूपमा राष्ट्रको कर्तव्य हो, दायित्व हो। त्यस अर्थमा हरेक अपाङ्गताका क्षेत्रलाई आजको आधुनिक प्रविधिका माध्यमबाट, ज्ञानका माध्यमबाट उनीहरू स्वयं आफै आत्मनिर्भर हुन सक्ने अवस्था र आधार कसरी बनाउन सकिन्छ भन्ने कुरामा राज्यको ध्यान जानुपर्दछ। त्यस अर्थमा राज्यले वैकल्पिक शिक्षा व्यवस्थाका रूपमा अपाङ्गताको क्षेत्रलाई समेट्ने नीति लिइरहेको छ र मलाई लाग्दछ अब आगामी दिनमा राज्यले निर्माण गर्ने शिक्षा ऐनमा यी विषयहरू पनि समाविष्ट हुनेछन् र जसले अपाङ्गताको क्षेत्रलाई शैक्षिक क्षेत्रमा समेटेर स्वाभाविक रूपमा उनीहरूको
अपाङ्गता भएका नागरिकहरूको क्षमता अभिवृद्धिको अवसर राज्यका तर्फबाट प्राप्त हुने कुरामा सहजता उपलब्ध हुनेछ भन्ने कुराको विश्वास पनि म तपाईँहरूका बिचमा राख्न चाहन्छु। र तपाईँहरू स्वयं आफै जसले स्ट्रगलका माध्यमबाट, सङ्घर्षका माध्यमबाट जुन प्रकारको सामाजिक प्रतिष्ठा र एक प्रकारको नेतृत्वकारी हैसियत निर्माण गर्नुभएको छ, तपाईँहरूको यो सम्मेलनमा सहभागी भइरहँदा तपाईँहरूले आजका आधुनिक यन्त्र उपकरण प्रयोग गरेको देख्दा मलाई अत्यन्त खुसी पनि लागेको छ। क्रमशः हामी प्रविधिलाई प्रयोग गर्न सक्ने अवस्थामा पुगेका छौँ। प्रविधिका माध्यमबाट जीवनलाई सहज बनाउन सकिरहेका छौँ, कोसिस गरिराखेका छौँ। र जति जति प्रविधिको विकास हुँदै जान्छ, अपाङ्गताको जीवन सहज हुने प्रक्रिया पनि सुरु हुन्छ भन्ने मलाई लाग्दछ। त्यस अर्थमा प्रविधिको विकास र प्रविधिको प्रयोग गर्ने कुरा अत्यन्त महत्त्वपूर्ण विषय हो। र यो पाटोमा पनि हाम्रो सङ्गठनले केही कामहरू गर्न खोजिरहेको, समाज कल्याण परिषदका माध्यमबाट तपाईँहरूको नेतृत्वमा कामहरू भइरहेको र विभिन्न सङ्घ संस्थाका माध्यमबाट पनि त्यो क्षेत्रमा कामहरू भइरहेको सुन्दा देख्दा खुसी पनि लागेको छ। तर यो अवसर अपाङ्गता भएका व्यक्तिहरू कतिले प्राप्त गरेका छन् भन्ने कुरा गर्दाखेरि त्यो सङ्ख्या अत्यन्त न्यून छ। अपाङ्गता भएका सबै व्यक्तिहरूका बिचमा हामीले शिक्षाको अवसर र आज विकसित भएका प्रविधिहरू जसले अपाङ्गताको जीवनलाई सहज बनाउन सहयोग पुर्याउँदछन्, त्यो प्रविधिको प्रयोग गर्ने क्षमता सबैका बिचमा पुर्याउनु पर्ने आवश्यकता पर्दछ। त्यो कुरामा पनि हाम्रो सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने म ठान्दछु। किनकि जीवनलाई कसरी सहज बनाउन सकिन्छ, क्षमता कसरी विकास गर्न सकिन्छ भन्ने कुरा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूद्वारा सङ्गठित भएको सङ्गठनले नै जति प्रभावकारी भूमिका खेल्न सक्दछ, अन्य क्षेत्रबाट खेल्ने भूमिकाले समुदायलाई त्यति ज्यादा जोड्न कठिन हुन्छ भन्ने मलाई लाग्दछ। त्यो अर्थमा पनि तपाईँहरूको एउटा विशेष जिम्मेवारी छ भन्ने कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। यति बेला हाम्रो पार्टी स्वाभाविक रूपमा हाम्रो देशको समृद्धि र विकासको यात्राको नेतृत्व गर्दै अगाडि बढ्न खोजिरहेको छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्पका साथ हामी अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ। तर कुनै पनि सङ्कल्प पुरा गर्नका लागि स्वाभाविक रूपमा अनुकूल आधारको आवश्यकता पर्दछ। आज हाम्रो मुलुकमा जुन प्रकारको सामाजिक अराजकता छ, सामाजिक अराजकताका कारणले गर्दाखेरि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने कुरामा व्यवधान पैदा भइरहेको छ। सामाजिक अराजकता विकास र समृद्धिको बाधाको यो पक्षलाई हामीले बुझ्न सक्नुपर्दछ र मुलुकलाई सामाजिक अराजकताबाट सामान्य अवस्थातर्फ फर्काउने कुराहरूमा हामी सबैले सामूहिक रूपमा पहल गर्नुपर्दछ भन्ने खालको कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। अर्कोतर्फ हाम्रो मुलुकको सबभन्दा ठुलो चुनौती भनेको राजनीतिक अस्थिरता, सरकार बदलिरहने, नीतिगत रूपमा स्थायित्व नहुने, एउटा नीति एउटा योजनामा लगातार काम गर्न सक्दाखेरि मुलुकले जति छिटो प्रगति गर्दछ, अस्थिरताबाट ती कुराहरू सम्भव हुँदैन।